हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आजको भिडियोमा हामीहरू खेल्न गइरहेका छौँ माइनक्राफ्ट। हेरौँ है त हाम्रो माइनक्राफ्ट जर्नी कस्तो हुन्छ। आजको चाहिँ यो फर्स्ट एपिसोड हो हाम्रो माइनक्राफ्ट जर्नीको। हेर्नु हामीहरू यहाँ स्पोन भइसकेका छौँ गाइजहरू। अब हामीहरू अब आइरन पिक्याक्स बनाउनु त मन त गाइज। म अलिकति आइरन माइनिङ गर्न आउनेछु गाइज। म कस्तो आइल्यान्डमा स्पोन भएछु होइन गाइज। म दामी नै ठाउँमा स्पोन भएको छु किनकि यता जङ्गलहरू छैन। अन्त जङ्गलहरू भयो अलि झ्याउ हुन्थ्यो नि त गाइज, हो कि नै गाइज? तपाईँ माइनक्राफ्ट खेल्नु भएको छ कि नै भन्नु होला है, कमेन्ट गर्नु होला। मलाई खेल्नुहुन्छ भने पनि कमेन्ट गर्नु है त गाइज। को माइनक्राफ्ट खेल्नुहुन्छ, मलाई म पनि खेल्छु भनेर कमेन्ट गर्नु है त गाइज। हेरौँ कतिजना हुनुहुने हो हाम्रो माइनक्राफ्ट प्लेयरहरू है त गाइजहरू। जो खेल्नुहुन्छ नि त्यहाँहरूले म पनि खेल्छु भनेर कमेन्ट गर्नु, र जो खेल्नु भएको छ त्यहाँहरूले म पनि खेलेको छु भनेर कमेन्ट गर्नु, र जो खेल्नुहुन्न उहाँहरूले पनि म खेल्दैन भनेर कमेन्ट गर्नु है। खेल्ने भोलि चाहिँ रातो हात पठाउनु होला है, रातो आई लभ युको सिग्नल हुन्छ त्यो होला क्या है त। आई लभ माइनक्राफ्ट लेख्नु हुन्छ। सिरिज कतिले हेर्नुलाई त गाइज मजा आउँदैछ। अब अरू भाग्न पनि यो नेपालको यो पनि बनाउनेछौँ फ्ल्याग, बिगेस्ट नेपाली फ्ल्याग पनि बनाउनेछौँ गाइज। मैले नेपाली माइनक्राफ्ट फ्ल्याग पनि बनाउनेछौँ। कस्तो हुन्छ म चाहिँ यता उडो प्ल्याङ्क्सहरू बनाउँछु। क्राफ्टिङ टेबलबाट चाहिँ फेरि मैले आइरनहरू माइन गर्न जानेछु र सिपरलाई एउटा सिप चाहियो यो खाट बनाउनुको लागि। खाट पनि बनाउने छु अहिले। यस्तै आइरनवाला ठाउँ चाहिँ कता भयो बिर्सेँ कि हरियो ए के छ कि छैन रहेछ। म चाहिँ आइरनवाला ठाउँमा गएर आइरन माइनिङ गर्नेछु। उता हाम्रो आइरनवाला ठाउँ चाहिँ उता हो। हेरिसक्यो, मलाई थाहा भइसक्यो गाइज। हाम्रो आइरनवाला ठाउँमा जानेछौँ, आइरन माइनिङ गर्छौँ है त गाइज। हामी चाहिँ छिटो जाँदैछौँ आइरनवाला ठाउँमा यता उता। त्यहाँ गएर हामीले आइरन माइनिङ गर्नेछौँ। स्टोन पिक्याक्सले हुन्छ कि आइरन माइनिङ, अहिले स्टोन पिक्याक्स बनाउँछु। कता लोड्छु अहिले खाएँ। यो आइरन हाम्रो यता एउटा भयो कि ऊ चाहिँ हो हाम्रो आइरन भएको ठाउँ एरिया गाइज। अर्को यहाँ कोल त मैले धेरै देखिरहेको छु, कोल चाहिँ इकट्ठा नगरौँ। म चाहिँ आइरन खोज्न आएँ तर आइरनवाला ठाउँ मैले बिर्सेँ कि
आइरनले मलाई भिड्छ है त गाइस यति मलाई थाहा भएन यही त गाइस मैले आइरन म तिनवटा स्टोन बनाउने गर्छु म क्राफ्टिङ टेबललाई यतिमा प्लेस हानिकन स्टोनको बनाउँछु अनि एउटा खाट पनि बनाइहालौँ भगवान् म त स्टोनको पिक्याक्स पो बनाउनु पर्ने थियो त पिक्याक्स बनाउँछु गाइज गल्ती भयो माथि भएन गाइज एउटा स्टोनको चाहिँ पिक्याक्स बनाउने छु पिक्याक्सको लागि स्टिक सकेको स्टिक पनि त बनाउनु पर्यो त स्टिक बिना पिक्याक्स बन्दैन पिक्याक्स गाइज आइरन हामीले कतिवटा पाउँछौँ नि त दुईवटा मात्रै हो मजाले खोज्छु यति दुईवटामा चाहिँ हुन्छ आइरन कहाँ भन्नु चापी नाला लगाइदिनु पर्छ या आइरन त दुईवटा मात्रै पुगिन्छ नि त भाइ भेट्ने पनि हजुर नि नयाँ प्लेयरमा यस्तो हेर्न पाइन्छ र पाइँदैन नि नयाँ गाउँमा हेर्छन् भाइ म एउटा घर पनि बनाउने छु त्यसको लागि चाहिँ म एउटा ठाउँ खोज्दैछु ठाउँ बुझाएपछि हामी घर पनि बनाउनु गाइज घर त बनाउनु पऱ्यो नि फेरि दामी कहाँ यस्तो उस्तो बनाएर हुन्छ पढ्ने बनाउनु लागेको घर ब्रो दामी त बनाइहाल्छ नि तपाईँ पानी खाट लगाउँछु सुत्नुपर्छ एकदिन सुत्ने छु गाइज गाइज भोलि बिहान भेटौँला है त बिहान भइसकेको छ गाइज म ठाउँ खोज्ने घर बनाउनुको लागि घर बनाउनुको लागि दामी ठाउँ चाहिएन र हो कि नि तिमी पनि यहाँ आउँछ
Acı. 가운 좀 하나 가세요. 뭐야 가세요 가운은 저. 하루끼는 Dami kalkıyor, dami kameraya yazıyor. Bizim playmakı bright seçeneği dami kalkıyor, arka kameraya yazıyor. Tamam basit oldu. Belki kamerayı tazeleyelim. Böyle ayrılmak başlayınca ayrılmak bir dersini yapıyor. Ayrılmayınca cevap kullanmamız gayet. Komendanı belki tartıştırmalı. Guys, aku lagi ini, aku bisa, aku bisa mengarang naik.